ल गाइस आज चाहिँ म चेप्टी आइसकेको छु है हाम्रो ग्याङसँग ग्याङ चाहिँ यहाँ पछाडि छन् अनि हेर्नुहोस् अस्तिको यो मुसलधारे पानीले गर्दा है बेमौसमी पानीको कारणले गर्दा चाहिँ यति धेरै यहाँ तहस नहस भएको छ है धन सम्पत्तिको है अब उहाँहरूको निश्चित पुँजी सम्पत्ति थियो यहाँ हेर्नुहोस् यहाँ सबै माटोले गाडिएको थियो अहिले यहाँ मिलाइसकेको छ हाम्रो लिम्बू सरले बाहिर पछाडि गफ डह्रो दिँदैछ प्लेन एक्सिडेन्ट भएछ भन न एक्सिडेन्ट हजुर हजुर भन्नुहोस् न केही छैन घरमा केही छैन सबै ढाडै पुरो भर्खर झन् पुर्थ्यो सही गरेको यही पानीले नि हो त नि हजुर कति दिन अगाडि नि यो अस्तिको 18 गतेको गते हजुर कहाँ पर्यो हामी झापाबाट आएको के थरी राई भाइ राई भाइ हजुर म कुमल भाइ एहे हस् धन्यवाद मेरो दाइ मैले पकाउनु माई खानु खोजेको है माई खानु खोजेको है हजुर हजुर ठिकै छ ठिकै छ नदिने अहिले हामी पनि त्यस्तै माग्ने नै अवस्थामा छौँ होइन ल गाइस अब हामी अगाडि बढ्नुपर्छ ल उहाँको अहिले अलि थोरै थोरै कुरा सुन्नु पनि पर्छ ल अब अगाडि जानुपर्छ है हेर्नुहोस् यहाँ त्यो पुरै बल्लै बल्ल भएछ खत्रै आएको रहेछ इस, सबै अवस्था नाजुक छ गाइस यहीबाट छिर्दिनु अनि के गर्छ कस्तो बनाइदिएको छ पानीले टिकट काउन्टरबाट पो छिर्ने हो त ल गाइस यतैबाट छिर्ने डाइनोसरहरू पनि डुबाएछ यार सबै हेर्नुहोस् न अहिले त टिकट छैन होला नि त यस्तो अवस्थामा हेर्नुहोस् भ्यू कति धेरै चाहिँ बिगार गरेको रहेछ है केटाहरू के सोचिरहेको थियो चेप्टी भन्दा तिमीहरू दुईजना नआउने चाहिँ राम्रो छ होला भनेर सोचिरहेको थिएँ यस्तो मैले त बाटोमा आउँदाखेरि भनेको थिएँ त तिमीहरूलाई अलिक खराबै छ भनेर ल साथीहरू हामी उपर यो भ्यू टावरमा जान्छौँ है पहिले पनि म त्यहाँनिर चढेँ एकचोटि अलि राम्रो छ अहिलेको अङ्कलले म्यागी खानै पो त म त भन्नुभयो तर उहाँको कुरा नि ठिकै हो अब पैसा आफूसँग पनि थिएन अनि त्यही भएर मैले उही एउटा होला प्राय केही पूर्वाधारहरू हेरि नसक्ने बनाइदिएको रहेछ नि त यस पुरै बालुवा यहाँ पानी थियो है पानी पनि छैन सबै यहाँ पनि बालुवाले हान्दैछ हुनु पनि त यहाँ खोला नजिकै त छ नि माई खोला यहीँ छ क्या गाइस यो माई खोला उर्लेपछि के हुन्छ पिकनिक स्पोट तिर्खा लागेर बिजोग भयो तिमीलाई यहाँ कति राम्रो पोखरी थियो क्या पहिले हरियो अहिले त सबै धान रोप्ने जस्तो भएछ यार यता बन्जर जमिन जस्तो यहाँ माथि चढ्ने रमाइलो छ क्या यहाँ माथि चाहिँ माछा पनि थियो नि सबै बाढी आउँदाखेरि बगाएर लग्यो होला क्या अनि उपरबाट अलिकति भित्र गएर माथि एउटा चाहिँ घुम्ने ठाउँ पनि छ क्या त्यहाँ पनि जाउँ भयो भने ल अब अलिकति डुल्ने अनि फेरि फर्किनुपर्छ पानी त बाहिरै किन्नु पर्थ्यो होला हौ केटा गाइस म यो माथि चढ्दैछु ल ल म आइसकेको छु है ओ केटा हो ल साथीहरू चाहिँ भर्खर त्यहाँ छिटो पहिले पनि मैले भ्लग बनाएको थिएँ नि होइन प्लस 12मा आउँदाखेरि अहिले म 2 वर्षपछि आएको छु एकदम म तर्साउँछु यहाँ लुकेर यताबाट तर्साउँछु आयो केटाहरूलाई तर्साइदिएको
तर्सेन हौ कस्तो ए भर्खर तर्सिँदैछ एउटा ओ बुई म यहाँ लुकेर तर्सेँ क्या ल जाउँ माथि भ्यू टावर यो एकदम सोलिड छ क्या ल आऊ न डरै लाग्छ त यार भ्यूमा त पहिले यहाँनिर नेपालको झन्डा थियो क्या एउटा तर अहिले त्यो हटेछ बस्ने आइ सिट त यस्तो हुन्छ त नि माकुरी हाई हाई माकुरी पहिलो नम्बरमा बाँकी कुरा अब हामी भेट्दै जाउँला गाइजहरू यहाँभित्र नि सबै गाइज माटै माटो अब हामी फर्किने चाहिँ यताको बाटो सधैँ चाहिँ यहाँनिर टिकट दिनु पर्थ्यो है आजभोलि अब पर्दैन फ्री छ किनकि अवस्था यस्तै छ नि त माटो यो खास पावर पानीको पावर होइन कि मतलब यहाँनिर त मान्छेको टाउको आउनु पर्यो नि त अब यो छाती कम्मरसम्म छ भनेपछि कति पानी आएर सोच त यहाँनिर कति बाटो छिरेछ हेट यो त यसरी छिर्नु पर्यो अनि झन् कत्रो बेरसम्म आएछ होइन अनि हेट ल झापामा पनि त कत्रो बिगार गरेको थियो त पैसा त राति नै उठाउँछ ल राति नै हो त्यो त एकैचोटि उठाउँछ अब दोकानमा त्यस्तो काउन्टरको पैसा त राति नै उठाइसकेको पैसा राति उठाउँछ राति आएको यो टिकट शुल्क 200 रुपियाँ थियो अहिले 0 रुपियाँ है ल सेफ्टीको अवस्था बिग्रे पश्चात चाहिँ साथीहरू कर्मचारीको अवस्था चाहिँ निकै बिग्रिएको छ है ल गो ए एकदम कराउँदै हिँड्ने है अवस्था धेरै बिग्रेछ हेर्नुहोस् साह्रै मुख छाड्नु भयो यो अङ्कलले त अलि नराम्रो बोल्नु हुँदो रहेछ यो अङ्कल त तट अघि के बोले सुने न लास्ट टाइम जाँड खाने चिनी खाने सबै बोल्दै थियो क्या अहिले भाग्दै हुन्छ ऊ गइसक्नु भयो ल ल गाइज भाइले मजाले काम पनि गर्दो रहेछ खुसी लाग्यो आज हामी खाजा खान रुकेका छौँ है चाउमिन खाने कोही थुक्पा खाने हाम्रो साथीहरू अनि भाइको नाम डेलन ल राम्ररी काम गर्दो रहेछ जस मजाको छ क्या पहिले पनि हामी आएर यहाँ खाजा खाइबस्छौँ गाउँबाट चिसो पनि खाऊ कि चिसो खाने बखाउनु भने के छ र के खाने फेन्टा ल गाइज